एभ्रिवान, वेलकम ब्याक टु गुरुनासा ब्लग। म चाहिँ अहिले कहाँ छु तपाईँलाई थाहा नै छ। म चाहिँ अहिले साइप्रसमा छु अनि आज सन्डे चाहिँ हाम्रो छुट्टी छ अनि त्यही भएर हामी चाहिँ आज लिमासोल जान लागेको। हामी आएको चाहिँ 2 महिना भइसक्यो, 2 महिना पुरा भइसक्यो अनि हाम्रो साथीहरू, हाम्रो कर्मको टोलीको साथीहरू सबजना आज भेट्ने भन्दैछ अनि त्यही भएर हामी जान लागेको। अनि म चाहिँ भाइलाई पनि भेट्न जाँदैछु। भाइ एकछिनको लागि आउँछु भन्दैछ। भाइको चाहिँ आज छुट्टी छैन। भाइको लागि सामान लिएर जाँदैछु, नेपालबाट ल्याएको सामानहरू, सुकुटीहरू। त्यही भएर हामी आज लिमासोल जान लागेको। यो हो मेरो आजको लुक। हामी चाहिँ निस्किसक्यौँ। ट्याक्सीको वेटिङमा हो, तर ट्याक्सी आएको छैन। हामी चाहिँ बसबाट जाँदैछौँ ट्याक्सीमा। पब्लिक बस थाहा छैन, अहिले चाहिँ ट्याक्सीमा जाँदैछौँ। बात छोड़ दो राधा राधा कथी कहै छै, राधा वो हम तो कम बुद्धि। लिमासोल जानेहरूको भिड हेर्नु ल। आमा ल, हामी चाहिँ पब्लिक बस नपाएर ट्याक्सी त्यही बनाउनु लागेको हो कि। अनि हामी चाहिँ ट्याक्सीमा जाँदैछौँ लिमासोल। हामी 3 जना पछाडि। समुद्र देख्न सुरु भइसक्यो अब। हेलो, कहाँ हो? हजुर, अब आइपुग्न लाग्यो 10-15 मिनट। ए, बसमा चढिसक्यो? ल ल, त्यही त नि कि। हेर न, ढिलो भइसक्यो। हामी पनि बसमा पाएर ट्याक्सीमा आउँदै हो। अस्ति छाड भयो इन्दिरा। ल, लिमासोल आइपुग्यो हामी अब। छेउ भेट्यो लिमासोल। आई लभ लिमासोल भइसक्यो। के मासु ढिलो हुन्छ कि भाइ? होइन, तिमीहरू भेट होइन, ठिकै छ। म गाडीमा आउँछु नि, म 4 बजे गाडी कुदेर। म पनि आउँछु नि भनेको, फेरि मलाई नि आतुर हुन्छ नाची मेरो। त्यही हो, तेरो त त्यही हो। हिँडेर 5 मिनट 10 मिनट अलिहाल्छ। आइपुग्यौँ है यहाँ लोकसभा पार्कमा। यहाँ चाहिँ सन्डे मार्केट रहेछ। ल, हामी चाहिँ सन्डे मार्केटबाट अलिअलि कपडाहरू अलिअलि किनेर, काम गर्ने बेला लाउने कपडा किनेर माइलाको लागि। अनि हामी चाहिँ अब पार्कतिर जाँदैछौँ। पार्कमा पुरा दसैँ लगाएर एउटै ठाउँको। अनि डुगुडी त म त भर्खर आँखा ढुढेल्ने हो। होला भाउजूहरूसँग होला। मैले चाहिँ खेले छैन। दसैँ
दसैँ लाएर यहाँ आमा हेर्नु मान्छे। हेलो सुमित्रा, नमस्ते, ह्याप्पी दसैँ। ढिलै भयो पनि ह्याप्पी दसैँ। के छ हालखबर? ठिक छु। के छ हालखबर? ल यहाँ अब दसैँको टिका सुरु भयो। हाम्रो सिनियर मान्छे है हो, टिका लगाइदिनु उहाँले नै हो। यस्तो खुसी भइरहेको छ जाने भनेर मेरो भिडियो मलाई यो मानिलो टिलाउन भिडियोबाट जाँदै जान्छु मैले यहाँ बनाएर छु त। अनि भोलिबाट सबै आफ्नो घरमा कुन्जेर बस्ने हो अरे। दसैँको टिका सुरु भयो यहाँ। विदेशमा यस्तो बिजोग दसैँ। धेरै पैसा कमाउनु भन्नु न। पैसा कमाएर दिन आउँला। राति मस्त निन्द्रा लागोस्। राति निन्द्रा लागोस् भन्दा माछा नमस्ते गरेको त नमस्ते मैले ढोक गर्नुपर्ने कि पर्दैन कसरी ढोक त मासु के गर्ने आउँछ दसैँ आउन त पैसा नि भन्नु पर्यो यहाँ अहिले यसरी बसेर सबैजना बसेर कपालाए हो। कुन बजार माथि लायो होला नि त के हो लगाएको छैन कि यसो धेरै भला लगाएको छ अलि धेरै पैसा कमाउने अर्को साग पनि सधैँ बनाउनु पर्छ सोध्दै झरे यो चाहिँ हाम्रो सुमित्राले पोलेर ल्याएको रोटी है।
सुमित्राले पुलाउ पनि बनाएर ल्याएर रहेछ बुङ्गुरको मासु र साथीहरूलाई नि धन्यवाद अर्कोचोटि अब निकुसीको टोलीहरू बनाएर लिएर आउँला ल हामीले चाहिँ खाजासाजा खाएर भ्याइसक्यौँ प्लास्टिकहरू पनि पोको पारेर राख्छ साली भेना यहाँ छ कस्तो मजाले आफ्नो ड्रेस लगाएर जाने रमाइलो गरेर हाम्रो सुमित्रा चाहिँ प्लास्टिक पोको पार्दै हिँड्दैछ हामी चाहिँ अब खाजासाजा खाइसक्यौँ अब चाहिँ हामी फोटो खिच्नतिर लाग्यो समुद्रतिर फोटो खिच्नलाई डेन्जर नाचिरहेको चाहिँ हामी चाहिँ यहाँ हिँडिरहेछौँ यहाँ दुईजनाले चाहिँ साथी भेटेर गफ गरिरहेछ हामी चाहिँ घुम्दैछौँ है अझै पनि फोटो कहाँ लोकेसन राम्रो हो त्यता हेर्दै हिँड्दै फोटो टिकटक बनाउँदैछौँ हामी चाहिँ अब जाने हो पुलतिर सबैको घर कता कता हो तर पनि कर्मले जुराएर साथी भइयो हामी लिमासोलमा तर उनीहरूले हामीलाई धोका दियो धोकेबाजहरू साली भेनाको भेट भयो है यहाँ यहाँ साली भेनाको माया हेर दिदीलाई चाहिँ देखाएन अर्को सालीलाई देखाएर ल बाबा धेरै ल्याएको ऊ चाहिँ बिचमा नाच्दिनु के हामी चाहिँ अब लगभग जानिँदैन भयो भाइ आउँदैछ भाइलाई भेटेर सामानतिर गइहाल्छ कान्छा भाइ 8 महिनापछि भेट भयो हामी चाहिँ लिमासोलबाट फर्केपछि चाहिँ निकुसी आइपुग्दा चाहिँ रातै परिसक्यो अब चाहिँ घरतिर लागिन्छ ट्याक्सी बोलाएको छ हामी चाहिँ घर आजको दिन चाहिँ सकियो आजको लागि बाइ सी यु नेक्स्ट भ्लग सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला बाइ